लक्ष्मी खाली हात आयौ त? मैले भनेको सुनेनौ कि क्या हो? हाम्रा नानी छोराले पैसा मागेका थिए त। मैले पनि सुनेकी हुँ। भण्डारमा पनि गएकी थिएँ। भण्डारमा पुरानो सिक्काहरू बाहेक अहिलेको नोटहरू त छँदै छैन। त्यसैले खाली हात आएकी हुँ। कुबेर भण्डार रित्ती हो? के भन्दैछौ तिमी? सञ्चित धन त कति दिनसम्म रहन्छ र? थप्ने राख्ने कुरै छैन। खाली निकालेको निकाली गरेछ। धन पनि गाग्रीको पानी जस्तै त हो। म हजुर म एउटा राम्रै काम गर्न खोज्दैछु। त्यसैले जसरी पनि मलाई पैसा चाहिन्छ। नानी छोरा, आजभोलि रुपियाँ पैसा बिना कुनै पनि कारोबार हुँदैन। त्यो कुरा सबैलाई थाहा छ। यसभन्दा पहिले पनि तिमीले व्यवसायको लागि भनेर केही पैसाहरू लिएका थियौ। त्यस कारोबारबाट भएको आम्दानी केही भण्डारमा राखेको भए अहिले काम चल्थ्यो। त्यसैले तिमीले पनि त्यसो गरेनौ, हामीले पनि केही भनेनौ। अब के गर्ने त? आफै भन। एक दुई दिन पर्ख न, म जोगाड गर्छु। रोगी मरिसकेपछि औषधले के काम गर्दैन म हजुर? रोशन, रोशन, हरिश्चन्द्र, ऊ अहिले कसैको कुरा सुन्ने पक्षमा छैन। उसमा विवेक पलाउन लागेको छ। उसलाई रोक्ने कोसिस नगर। विवेक पलाउनको लागि कुनै न कुनै घटना घट्नै पर्ने रहेछ, जुन कुरा म अहिले आएर थाहा पाउँदैछु। रोशन, तैँले त निकै समय लगाइस् नि यार। काम भएन कि बुवा हजुरसँग भेट भएन? मलाई दिँदा दिँदा कुबेरको ढुकुटी पनि रित्यो अरे, छैन अरे। पहिला पहिला उडाउनको लागि पैसा माग्थे, दिन्थे। अहिले कृषि व्यवसाय काम गर्छु, पैसा देऊ न भन्दा छैन अरे। राम्रो काम गर्छौँ भन्दा पनि नपाइने भयो। अब के गर्ने? हाम्रो त योजना नै चौपट्ट हुने भयो। विवेक, अब मबाट केही हुन सक्दैन यार। तिमीहरू पनि आफ्नो बाटो लाग। यो श्याम विदेश जान्छु भन्दैछ, यसलाई पनि जान दे।
विदेश जान पाए त म पनि जान्छु दा। कोही विदेश पनि जाँदैन, हाम्रो अभियान पनि टुङ्गेको छैन। सास रहुन्जेल आश हुन्छ भन्ने उखान तिमीहरूले सुनेको होला। मैले चाहिँ आशा मारेको छैन। अनि के भुस्सा कुकुर जस्तो चारेर हिँडिरहने? अजिङ्गरको आहारा त दैवले पुर्याउँछ भन्थे, हेरौ न। बाबु नमस्कार। मनमाया दिदी कता हिँड्नु भयो? तरकारी बेचेर आए कि बाबुहरूको सहयोग मलाई लाभ भयो नि। तपाईँ लुगा सुने दिदी होइन? अनि तपाईँलाई हामीले के सहयोग गर्यो? ठुला मान्छेलाई सानातिना कुराको के सम्झना रहन्छ र? मलाई पैसा दिनुभएको बिर्सिनु भयो? पैसा? ए हो, धेरै पहिले दिदीले आफ्नो समस्या हामीलाई भनेपछि तैँले नै दिदीलाई 4000 दिएको होइन? त्यस्ता पैसा त कति बाँडियो, कतिलाई बाँडिन्छ, कतिसँग लिइन्छ, त्यो कुरा याद गरेर कहाँ साध्य हुन्छ? त्यो रुपियाँले मैले खेतबारीमा आधुनिक तरिकाले मौसमी तरकारी सुरु गरेँ। त्यो तरकारी पनि बेचेँ। त्यसबाट आएको पैसाले गाई पनि किनेर अहिले दुध पनि बेच्छु। त्यसो दिदीले त धेरै पो गर्नुभएछ त। त्यही पैसा फर्काउँ भनेर बाबुलाई खोजेको कति भयो, बल्ल आज भेट भयो। मैले दिएको चिज फिर्ता लिने गरेको छु। दिदी बरु यसो गरौँ न, हामी तपाईँकै घरमा आउँछौँ नि, हुन्न? म दुखिनीको अहो भागी। अहिले त मैले रुपियाँ पनि सञ्चित गरेकी छु। त्यो रुपियाँ कुनै राम्रो काममा लगाउनु पाए राम्रो हुन्थ्यो। हुन्छ दिदी, हामी आउँछौँ अनि सल्लाह गरौँला नि, हुन्न? हस् त बाबु, अहिले म गएँ। आउनु चाहनु होला नि है? ढुङ्गा खोज्दा देउता मिल्यो भनेको यही हो। अब हाम्रो लागि मनमाया दिदी भन्दा राम्रो सहयोगी अरू कोही हुन सक्दैन। अब तपाईँहरूकै सल्लाह अनुसार हामी प्रकाश र म सदरमुकाम गएका थियौँ। कारण भन्नुहोस्। कुरा के भने हामीले तत्परता मात्रै देखाउनु पर्ने रहेछ है। अब त्यहाँ भएका जस्तो कृषि विकास कार्यालय, पशु सेवा कार्यालय अनि यस्तै अरू सरकारी कार्यालयहरूले हामीलाई सहयोग गर्दा रहेछन्। सहयोग त गर्छन्, तर त्यो सबै सहयोग चाहिँ नहोला। किनभने यस विषयमा मैले पनि बुझेको थिएँ कि पहिले। अब बुझ्दाखेरि के कुरा भएको थियो भने प्राविधिक सहयोग चाहिँ गर्न सकिन्छ है भन्ने कुरा भएको थियो नि त। त्यही हो, अब उनीहरूले प्राविधिक सहयोग गर्दा रहेछन्। अब हामीले पनि समूहगत रूपमा कृषिको काम गर्दा अलि बृहत सोचाइ राख्नु पर्यो। क्यारम उन्नत कृषि औजारको प्रयोग गर्नु पर्यो। त्यही त, अब पनि परम्परागत रूपमै खेती गरेर त हुँदैन। हेर्नुहोस्, त्यसो भएदेखि सबै गाउँलेहरूलाई बोलाएर समूह बनाउने काम सुरु गर्नु पर्यो। अब यो कामको जिम्मा चाहिँ तपाईँले नै लिनुपर्छ। बरु तपाईँको भतिजी कि भान्जी के रे उनको नाम के रे? कुसुमलाई भन्नुभयो होला काकाले, कुसुम। ए कुसुम हो, उनलाई चाहिँ नछुटाउनुहोस् है। अनि कृष्णजी पनि भएदेखि बेस हुन्थ्यो कि क्यारम? नेपाल काका, मलाई पनि एउटा कुरा भन्न मन लागेको थियो, अनुमति पाउँछु कि? अनि के को अनुमतिको कुरा गरे होला? के को अनुमति चाहिन्छ हामीसँग? भन्नु न, अनुमति चाहिन्छ? बसौँ बाबु, बसौँ। फटाफट भन्नुपर्ने कुरा के को अनुमति नि? अब कुरामा कुरा है महेश्वरजी, मलाई पनि एउटा कुरा भन्न मन लाग्यो प्रकाश बाबु। क्यारम भन्दै भइगयो नि, भन्दै भइगयो। अब हामीहरू त्यति ठुला मान्छे त भइसकेका छैनौँ होला, हामीसँग कुरा गर्दा अनुमति माग्नु पर्ने। क्यारम हजुरहरू बुद्धिजीवी हुनुहुन्छ, हजुरहरूसँग सिधै होमा हो मिलाएर बोल्न नमस्कारले दिँदैन। त्यसमा पनि म सुरुदेखि नै यो छलफलमा भएको भए बेग्लै कुरा हुन्थ्यो। कुरा क्या? मलाई पनि लागेको थियो। अब क्यारम यी पढे लेखेका मान्छेको कुरै बुझ्न गाह्रो। ल भन के कुरा हो? जीवन हो धरती नाठन्नु अर्ती बागो है पासेना आतेनु हुन्न समस्या पर्दा
संसार सुनो